हेलो सबैजनालाई मेरो पेजमा तपाईहरुलाई स्वागत छ। आज मेरो गाडीको ब्लग तपाईहरुको माझमा लिएर आउँदैछु। मेरो गाडीको हैन, मेरो गाडी हो। यता सुमन सर हो। हामी यहाँ चाहिँ अदमपुरको बाटोमा गएको। अदमपुरको बाटो कस्तो छ तपाईहरुलाई म देखाउन चाहन्छु। अदमपुरको बाटो चाहिँ यस्तो छ, नयाँ रोड हो यो चाहिँ हैन। अब म चाहिँ गाडी ट्राई गर्छु। बाटो अलि मिलायो हो। मेरो गाडी हो। बाटो अप्ठ्यारो छ यो बाटो चाहिँ। अदमपुरको नयाँ रोड हो कि अब यस्तै छ बाटो त। नयाँ बाटोमा चढ्यो रोक्यो। अब यहाँबाट भाइले ब्याक गर्नु सक्दैन हो। अब यस्तै छ बाटो चाहिँ। ब्याक गऱ्यो भने ब्रेक थाम्दैन। अनि अब अलिअलि बल्ल सल्ल छरेर यहाँबाट उठाउनुपर्छ गाडी चाहिँ, नभए चाहिँ साह्रो पर्छ हामीलाई पनि, गाडीलाई पनि मार्का पर्छ। अलिअलि बाटो छाप्ने मिलाएर त्यहाँबाट चाहिँ एक खेपमा गाडी चाहिँ चढ्नु खुसी गरेको भएन। कति बाटो मिलायो। बाटो चाहिँ अप्ठ्यारो छ। ठुलो गाडी आएको थियो यहाँ, अन्त ठुलो गाडी चाहिँ बाटो बिगारेछ। अलिअलि फिलहाल भन्नु खोज्दा चाहिँ भन्नु चाहेको चाहिँ ठुलो गाडी हाल्नु खोजेछ। ठुलो गाडी नै पल्टेछ होइन, त्यही भएर बाटो बिग्रेको छ। अब एकखेप ट्राई गर्ने अड्क्यो। यस्तो छ नयाँ बाटो हो। बाटोको हालत तपाईले हेरिसक्नुभयो। यस्तो छ बाटोको हालत चाहिँ। अब चाहिँ माथि झाने जग्गामा पुगेको छ होइन। अब झाने जग्गा हो यो चाहिँ, झार्नुपर्छ। ढुङ्गालेर गएको दुइटै गाडी। उठाउनु भयो अगाडि गर्नु, अलि अगाडि गर्नु त। बाटो चाहिँ जिन्दगी चाहिँ ड्राइभरको जिन्दगी कहाँ सजिलो छ। मान्छेले सिटमा बस्यो बसेर कुदाउनु मात्रै हो भन्छ, तर ड्राइभरलाई मात्रै याद हुन्छ दुःख चाहिँ कति छ गाडीमा। खोलामा गयो खोलामै फस्छ। जाने जग्गा यस्तो छ।